शक्तिशाली हुनु मात्रै युद्ध जित्ने ग्यारेन्टी होइन। इरान एकातिर अनि अमेरिका र इजरायल अर्कोतिर। यो टकराव आजको विश्वमा असिमेट्रिक वारफेयर अर्थात् असमान युद्धको सबैभन्दा ठूलो उदाहरण बनेको छ। आखिर के हो त यो असिमेट्रिक वारफेयर भनेको? सरल भाषामा बुझौँ है। जब एउटा सानो कम शक्तिशाली देशले आफूभन्दा कैयौं ठूलो शक्तिशाली देशको कमजोरी पत्ता लगाएर लड्छ, त्यसलाई नै असमान युद्ध भनिन्छ। अमेरिका र इजरायलसँग संसारकै अत्याधुनिक प्रविधि, फाइटर जेट, अर्बौं डलरका रक्षा प्रणाली छन्। हतियारको भण्डार र प्रविधिको हिसाबले उनीहरू निकै अगाडि देखिन्छन्। तर इरानले अर्बौं डलर खर्च गरेर उनीहरूको बराबरी गर्ने प्रयास गर्दैन। बरु उसले लागत र प्रभाव, कस्ट इफेक्टिभनेसको खेल खेल्छ। जहाँ एउटा अमेरिकी फाइटर जेटको मूल्य करोडौं डलर पर्न जान्छ, इरानले मात्र $30,000 का सस्ता ड्रोनहरू प्रयोग गरेर ठूलो क्षति पुर्याउन सक्छ। इरानसँग खोरमा सहर जस्ता शक्तिशाली मिसाइलहरू त छन्, तर ती अन्तर्महाद्वीपीय अर्थात् इन्टरकन्टिनेन्टल दूरीका भने छैनन्। तैपनि क्षेत्रीय सुरक्षाको लागि ती निकै चुनौतीपूर्ण रहेका छन्। इरानको रणनीति प्रष्ट छ। अमेरिकन महँगा रक्षा प्रणालीलाई आफ्ना सस्ता हतियार प्रहार गरेर आर्थिक र मानसिक रूपमा थकाउने। यदि विपक्षी सतर्क भएन भने यो वार अफ एट्रिसनमा इरानले बाजी मार्नेछ। यस्तो युद्धको सामना गर्न किन गाह्रो छ? किनभने अमेरिकाले आफ्नो सैन्य संरचना आफू जस्तै शक्तिशाली देश जोसँग जेट, बमबार्षक विमान र ठूला जासुसी संयन्त्र छन् त्यस्ताका लागि लड्नका लागि तयार पारेको थियो। तर इरानले यो सबै नियम बदलिदिएको छ। इरानको शाहेद ड्रोन परिवार आजको युद्धको नयाँ अनुहार बनेको छ। यो बनाउन सस्तो र प्रयोग गर्न एकदमै सजिलो छ। कुवेत, बहराइन, कतार र युएई जस्ता देशहरूमा रहेका रणनीतिक केन्द्रमा यिनै ड्रोनले ठूलो हलचल पैदा गरिदिएको छ। साउदी अरबको तेल उद्योग होस् या दुबईका ठूला होटलहरू, इरानले ती ठाउँ रोज्छ जहाँ प्रहार गर्दा सबैभन्दा बढी आर्थिक चोट पुग्छ। यो युद्ध हतियारको मात्र होइन, यो त सस्तो प्रविधि र महँगो सुरक्षा बीचको एउटा जटिल दाउपेच हो।